संसारमा निर्धक्कसँग रमाइरहेका छौं। कुनै समय यही संसारमा डाइनोसरहरूको एक छत्र राज थियो। तिनीहरू पनि अहिले हामी जसरी रमाइरहेका छौं त्यसै गरी रमाइरहेका थिए। दैत्यकार आकारका ती डाइनोसरहरूले 14 करोड वर्षसम्म पृथ्वीमा राज गरेका थिए। डाइनोसरका हजारौं प्रजाति थिए। यिनीहरू केही शाकाहारी थिए भने केही मांसाहारी, केही भयंकर ठूला थिए भने कोही निकै साना, र केही प्रजातिका डाइनोसरहरू उड्न पनि सक्थे अनि केही डाइनोसरहरू शान्त स्वभावका थिए। त यसको विपरीत केही भने निकै आक्रामक र भयानक थिए। डाइनोसर त्यो कालखण्डका सबैभन्दा ठूला, बलिया र सफल जनावरको रूपमा परिचित थिए। तर अचानक त्यस्तो के भयो? आखिर त्यो कुन घटना थियो जसले डाइनोसरहरूको नामो निशान नै विलय हुन पुग्यो र कसरी मानव जीवनको सुरुवात हुन पुग्यो? नमस्कार, यहाँहरूलाई हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौं। आजको भागमा हामी डाइनोसरको अन्त्य र मानवको उत्पत्तिका बारेमा जानकारी गराउन गइरहेका छौं। त्यसैले हामीलाई अन्तिम समयसम्म साथ दिनुहोला। यो तथ्यलाई नजिकबाट बुझ्नको लागि हामी आजभन्दा करोडौं वर्ष पहिले जानुपर्ने हुन्छ र डाइनोसरको त्यो अन्तिम दिनलाई नजिकबाट निहाल्नु पर्ने हुन्छ। त्यसैले आउनुहोस् हामी पनि सँगै जाउँ आजभन्दा 65 मिलियन वर्ष पहिला, अर्थात् 6 करोड 50 लाख वर्ष पहिला के भएको थियो त जानकारी लिनको लागि। आजभन्दा 6 करोड 50 लाख वर्ष पहिला पृथ्वीको मौसम अहिले जस्तै सामान्य थियो। चारैतर्फ सूर्यको प्रकाश फैलिएको थियो। ठूला ठूला रुखहरूसँग ठोकिँदै प्रवाह हुने समुद्रको चिसो हावा र चारैतर्फ डाइनोसरसको चित्कार सुन्न सकिन्थ्यो। त्यो दिन पनि डाइनोसरका सबै प्रजातिहरू निर्धक्कसँग पृथ्वीमा आफ्नो जीवन बिताइरहेका थिए। तर तिनीहरूलाई त्यो थाहा थिएन कि आजभन्दा 10 करोड वर्ष पहिला एउटा एस्टेरोइड जुन सुदूर अन्तरिक्षबाट आइरहेको थियो, जसले तिनीहरूको अन्त्य हुनेछ। सुदूर अन्तरिक्षबाट आएको त्यो एस्टेरोइड पृथ्वीभन्दा 20 करोड मिल टाढा मंगल र बृहस्पति ग्रहको बीचमा रहेको एस्टेरोइड बेल्ट घुमिरहेको अर्को ठूलो एस्टेरोइडसँग ठोकिन पुग्छ। त्यसपछि त्यो ठूलो एस्टेरोइडको दिशा परिवर्तन भई करिब 22,000 मिल प्रति घण्टाको गतिमा पृथ्वीतर्फ बढ्न थाल्छ। जब यो एस्टेरोइड पृथ्वीबाट 3,84,000 किलोमिटरको दूरीमा थियो, सायद पृथ्वीबाट डाइनोसरको मृत्यु हुने थिएन होला यदि त्यो एस्टेरोइड चन्द्रमासँग ठोकिएको भए। तर त्यस्तो भएन। 40 किलोमिटर व्यास र 2 ट्रिलियन मेट्रिक टन तौल भएको यो एस्टेरोइड चन्द्रमाको निकै नजिकबाट पार हुँदै ठूलो पृथ्वीतिर बढिरहेको थियो। जब यो एस्टेरोइड पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो तब यसको गति एकाएक बढेर 70,000 किलोमिटर प्रति घण्टामा बदलिन पुग्यो। यो एस्टेरोइड पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने बित्तिकै वायुमण्डलीय घर्षणले गर्दा यो एउटा भयानक आगोको गोलामा परिवर्तन भयो। यो एस्टेरोइड यति तीव्र गतिमा पृथ्वीतर्फ आइरहेको थियो कि केवल यसले 4 मिनेटमै अटलान्टिक महासागरलाई पार गरिसकेको थियो। यो यति चम्किलो थियो कि यो पृथ्वीमा ठोकिनु भन्दा पहिला नै हजारौं जीवहरू त्यस आगोको गोलोलाई देखेर अन्धो भइसकेका थिए। ती जीव त्यस उल्कालाई राम्रोसँग हेर्न सकिरहेका थिएनन्, तर त्यसबाट उत्पन्न भएको अत्यधिक गर्मी भने महसुस गरिरहेका थिए। केही समयमै यो एस्टेरोइड मेक्सिको खाडीमा ठोकिन पुग्यो। लगभग 35,000 डिग्री सेल्सियस ऊर्जा जतिकै विस्फोट हुन्छ। यो जमिनसँग ठोकिँदा भएको विस्फोट लगभग 10 हाइड्रोजन बम विस्फोट भए बराबरको थियो। यो विस्फोट यति शक्तिशाली थियो कि पृथ्वीमा ठोकिने बित्तिकै पृथ्वीमा रहेका लाखौं टन धातु उडेर अन्तरिक्षमा पुगेका थिए। यो एस्टेरोइड ठोकिएको ठाउँमा 180 किलोमिटर चौडाइ र 20 किलोमिटर गहिरो खाडल बनेको थियो। यहाँ भएको विस्फोटका कारण त्यस खाल्डोका मेटल चट्टान र माटो उडेर आकाशमा बादलको रूपमा मडारिन थालेको थियो। विस्फोट भएको ठिक 16 घण्टा 40 मिनट पछाडि जमिनमा टकरावका कारणले पृथ्वीको चारैतर्फ 11.8 तीव्रताको भूकम्पीय तरंग प्रवाह हुन लाग्यो। यसकारण समुद्रमा विशालकाय लहरको निर्माण भयो र एकपछि अर्को गर्दै सुनामीका लहर चारैतर्फ बढ्न थाले। भूकम्पीय तरंगले सक्रिय ज्वालामुखीहरूलाई पुनः बिउताइदियो, जसको कारण ठाउँ ठाउँमा डाइनोसरको विनाश हुन थाल्यो। त्यो विस्फोटपछि पृथ्वीको महाविनाश प्रक्रिया
आरम्भ भइसकेको थियो। यस भयानक विस्फोटमा रेडिएसनको मात्रा यति धेरै थियो कि यसको 800 किलोमिटर वरपरको क्षेत्रमा पर्ने सबै प्रकारका जीवहरू पूर्ण रूपमा जलेर खरानी बनेका थिए। यस महाविनाशमा उड्ने डाइनोसर जमिनको त्यो खतराबाट बाँच्न सफल भए। तर यो महाप्रलय सुरुवाती चरण मात्र थियो। विस्फोटका कारण उडेर अन्तरिक्षमा पुगेका लाखौं टन मेटल, चट्टान र धुलोका कण ग्राभिटेसनल पुलका कारण 40 मिनेट पछाडि आगाका गोलाको रूपमा पृथ्वीमा बर्सिन थाले। साथै धुलोको एउटा ठूलो तुफान 6000 किलोमिटर प्रति घण्टाको गतिमा पृथ्वीको अर्को भागमा विनाश लिएर गइरहेको थियो। यी धुलाका बादलको मोटाई कैयौं किलोमिटर थियो, जसकारण पृथ्वीमा सूर्यको प्रकाश आउन सकेन। त्यस समय हावाको तापक्रम 100 डिग्री भन्दा माथि पुगेको थियो। त्यसैले पृथ्वीमा रहेका बोट बिरुवा सबै जलेर खरानी बन्न पुगे। त्यो विस्फोटको 90 मिनेट पछाडि पृथ्वीको तापक्रम 200 डिग्रीसम्म पुग्यो। त्यसै कारण जुन डाइनोसरहरू विस्फोट भएको स्थान भन्दा टाढा थिए, तिनीहरू पनि यो गर्मीबाट बच्न सकेनन्। यो महाप्रलयबाट पृथ्वीमा रहेका लगभग 90% प्रजातिको पूर्णतः अन्त्य भयो र जुन 10% जीव बाँच्न सफल भएका थिए, तिनीहरूको तौल 30 किलो भन्दा कम थियो। यो महाप्रलयमा लाखौं करोडौं जीवहरू मरिसकेका थिए भने बोट बिरुवा पनि जलेर खरानी भइसकेका थिए। त्यस प्रलयबाट बाँचेका मध्ये पनि धेरै जीवको मृत्यु भइसकेको थियो, तर केही जीवको लागि भने त्यो महाप्रलय फलदायी बन्दै थियो। डाइनोसरहरूको अन्त्यले केही जीवका लागि सुनौलो अवसर लिएर आएको थियो। ती प्रजाति थिए म्यामल्स अर्थात् स्तनधारी जीव। यी जीवले त्यस्तो महाविनाशबाट आफूलाई बचाउन सफल भए। ती जीवहरू त्यस्तो अत्यधिक गर्मीबाट बच्नको लागि जमिनमुनि आफ्नो वासस्थान बनाउन सफल भएका थिए र बाँच्नको लागि जे मिल्छ त्यही खान सुरु गरेका थिए। यति ठूलो महाप्रलय पश्चात पृथ्वी फेरि सामान्य अवस्थामा आउँदै थियो। पृथ्वीमा पुनः नयाँ रुख बिरुवा उम्रिन सुरु गरे र पृथ्वीमा बाँचेका 5% जीव मध्येबाट एडप्सन रेडिएसनको प्रक्रियाबाट कैयौं प्रकारका नयाँ प्रजातिहरूको जन्म हुँदै गयो। इयोसिन एपकमा 5.5 करोड वर्ष पहिला बाँदर जस्तो प्रजातिको उदय भएको थियो। तिनको आँखा टाउको अगाडिपट्टि थिए। त्यही समयमा प्राइमेट जीवका टाउकोमा महत्वपूर्ण इभ्याल्युएसन भयो। यिनको स्पाइनल कर्ड र मस्तिष्कसँग जोड्ने एक प्रकारको प्वाल, जसलाई फोरमेन म्याग्नम भन्ने गरिन्छ, त्यो स्कल अर्थात् खोपडीको पछिल्लो भागबाट बीचतर्फ सर्दै गयो। अर्थात् त्यसपछि जति प्रजाति उत्पन्न भए, ती जीव सिधा उभिएर हिँडडुल गर्न सक्षम भए। आजभन्दा 4.7 करोड वर्ष पहिला पृथ्वीको वातावरणमा लगातार बदली हुन थाल्यो। पृथ्वीका टेक्टोनिक प्लेटहरूमा हलचल भयो, जसले पृथ्वीका ठूला 2 महाद्वीपहरू नजिक हुँदै थिए। इन्डियन प्लेट आएर एसिया महाद्वीपको प्लेटसँग ठोकियो। तब त्यसबाट हिमालय श्रृङ्खला बन्यो। यो त्यही हिमालय श्रृङ्खला हो जसलाई अहिले हामी संसारकै अग्लो पहाड सगरमाथा अर्थात् माउन्ट एभरेस्टको नामले पुकार्ने गर्छौं। हिमालय श्रृङ्खला यति अग्ला थिए कि जसले गर्दा मौसम फेरि परिवर्तन हुन थाल्यो अनि पृथ्वी चिसो हुन लाग्यो। यस पर्वत श्रृङ्खलाको बरफ पग्लेर धेरै नदीको जन्म पनि भयो। यी तीनै नदी हुन् जसले अहिले हामीलाई जीवनदान दिइरहेका छन्। एलेगोसिन इपोकमा 3 करोड वर्ष पहिला ग्लोबल कुलिङ हुँदै गयो। घाँसे मैदान बढ्न थाले र जंगल घट्न थाल्यो। तब त्यस्ता जनावरहरूको उत्पत्ति भयो जुन खुल्ला मैदानमा बस्न उपयुक्त थिए र यिनै मध्येको अर्को जनावरलाई खाने जनावर पनि विकसित हुन थाले। 1 करोड वर्ष पहिला पृथ्वीले त्यो रूप लिन लागिसकेको थियो जुन रूप अहिले हामीले देखिरहेका छौं। पृथ्वीको वातावरण लगभग पूर्णतया अहिलेको जस्तै भइसकेको थियो र पृथ्वीका सबै महाद्वीप चिर परिचित थिए। तर परिस्थिति पुनः बदलिन पुग्यो। 40 लाख वर्ष पहिला पृथ्वीको टेक्टोनियम प्लेटमा पुनः हलचल भयो र अफ्रिकाको पूर्वी भूभागमा नयाँ पर्वत श्रृङ्खला ईस्ट अफ्रिकन रिफ्ट भ्याली निर्माण भयो। यो पर्वत श्रृङ्खलाको निर्माण भएपछि यहाँका हराभरा जंगलमा आउने मौसमी हावाको बाटो रोकिन पुग्यो र यसै कारणले त्यहाँको जंगलमा वर्षा हुन छोड्यो। यसै जंगलमा बस्ने गर्दथे द ग्रेप एप्स। यिनै थिए हाम्रा धेरै पुराना नातेदार, हाम्रा पूर्वज भनेर पिरोला अर्थात् पिरोलालाई चिन्ने गरिन्छ। हाम्रा पूर्वज भनेर चिनिने यी पिरोला रुखमा बस्ने गर्थे र फलफुल खाने गर्थे। यिनीहरूको तौल अलिक धेरै हुने भएकाले एक हाँगाबाट अर्को हाँगामा जान सक्दैनथे। त्यसैले प्राय यिनीहरू रुखको हाँगामा झुन्डिने गर्थे भने कहिलेकाहीँ आफ्ना खुट्टाले टेकेर
उभिने र हिँड्ने गर्दथे। आम धारणको ठिक उल्टो उभिएर सिधा हिँड्ने क्षमताको विकास जमिनमा नभई रुखमा भएको थियो। बाइपेडलिजम अर्थात् दुई खुट्टाले हिँड्ने खोज मानिसले होइन कि ग्रिट एप्सले गरेका थिए। समयको अन्तराल सँगसँगै यिनीहरू जलवायु र स्थान अनुसार परिवर्तन हुँदै गए। केही बाँदरमा, केही मानिसमा र केही चिम्पान्जी जस्ता जीवमा विकसित भए। यिनीहरू पुरै अफ्रिकाको जंगल भरि थिए, तर वर्षा हुन रोकिएपछि यहाँको जंगल सुक्दै जान थाल्यो, जसको सिधा असर एप्समा पर्न थाल्यो। यिनीहरूलाई खानाको कमी हुँदै जान थालेपछि यिनीहरू रुखमा मात्रै सीमित हुन सकेनन् र खानाको खोजीमा यिनीहरू पहिलो पटक जमिनमा पाइला राखी यताउति हिँड्न थाले। इहुन आर्डिपिथेकस रामिडोस हाम्रा मुख्य पूर्वज जसले पहिलो पटक जमिनमा पाइला राखेका थिए र आज हामी यिनैको कारण चन्द्रमामा पाइला राख्न सफल भएका छौं। त्यस समय यिनीहरूको दिमाग मानव एउटा सुन्तला जत्रै थियो भने यिनीहरूको उचाइ 4 फिट जति थियो। यिनीहरू पृथ्वीका सबैभन्दा पहिला उभिएर हिँड्ने जीव थिए। हजारौं वर्षसम्मको विकास क्रमपछि यिनीहरू दुई खुट्टाले हिँड्न सुरु गरे, जसले गर्दा ऊर्जा कम लाग्ने गर्थ्यो र यिनीहरूले हिँड्दै हिँड्दै पनि खान सक्थे। दुई खुट्टाले सिधा उभिएर टाढा टाढासम्म हेर्न सक्दथे। समयको साथसाथै विकास प्रक्रिया पनि चल्दै गयो र हाम्रा पूर्वजहरू पनि बिस्तारै बिस्तारै विकसित हुन थाले। 23 लाख वर्ष पहिला हाम्रा पुर्खाहरूको मस्तिष्क पनि बढेर ठूलो भइसकेको थियो। तिनीहरू थिए होमो हेबिलिस। यिनीहरूले पहिलो पटक ढुङ्गालाई हतियारको रूपमा प्रयोग गर्न सुरु गरेका थिए। जसरी ढुङ्गामा धार बन्यो तब हाम्रा पूर्वजलाई हतौडा मिल्यो भने केही काट्नको लागि त्यो हतियार सिद्ध भयो, जसको मद्दतले हजारौं त्यस्ता काम गर्न सकिन्थ्यो जुन पहिला गर्न कठिन थियो। ढुङ्गाको प्रयोगले औंला र हत्केलालाई अझै बलियो बनाउन सहयोग मिल्यो, जसले गर्दा अझ नयाँ तरिकाले उनीहरू काम गर्न सक्षम भए। समयका साथसाथै हाम्रा पूर्वजहरू समूह बनाएर अन्य जनावरको शिकार गर्न लागेका थिए। ती थिए होमो इरेक्टस। यिनीहरू अरू जनावर भन्दा धेरै चलाक र बुद्धिमान थिए। यिनीहरूले सबैभन्दा पहिला आगोको प्रयोग गर्न थाले। आगोको खोजी हाम्रा पूर्वजहरूको लागि सबैभन्दा ठूलो वरदान थियो। आगोले उनीहरूलाई अँध्यारोमा प्रकाश, न्यानोपन र जंगली जनावरदेखि सुरक्षा दियो। त्यसैले यिनीहरूको परिवार पनि विस्तार हुन थाल्यो। यिनीहरूले शिकार गरी ल्याएको मासुलाई आगोमा पोलेर खान सिकिसकेका थिए। मासुलाई काँचो खानु भन्दा पकाएर खाँदा चपाउन सजिलो हुने, पचाउन सजिलो हुने, पचाउनको लागि ऊर्जा कम लाग्ने गर्दथ्यो भने स्वाद पनि बढ्दथ्यो। त्यसैले यिनीहरूको शरीरमा पहिले भन्दा धेरै ऊर्जा बचत हुन थाल्यो र बचेको त्यो ऊर्जाले मस्तिष्कमा शक्ति दिन थाल्यो, जसले गर्दा हाम्रा पूर्वजहरूको मस्तिष्क ठूलो भयो। 2 लाख वर्ष पहिले अहिलेका मानवको जन्म भएको थियो। आवाज निकाल्न सक्ने नली पहिलेका पूर्वजहरूमा गलाको माथि थियो भने यिनीहरूमा तल थियो। त्यसैले हाम्रा पूर्वजले भन्दा धेरै प्रकारका आवाज निकाल्न सक्ने भएका थिए। त्यहीबाट मानवको बोल्ने बानीको विकास भयो। पहिलो पटक केही जानकारी एकदेखि अर्को र एक पुस्तादेखि अर्को पुस्तासम्म विस्तार हुन थाल्यो। त्यही आखिरी विकास क्रम थियो। त्यस पछाडि हामी बन्यौं। हामी यानि कि होमो स्यापिन्स। 1 लाख वर्ष पहिला मानिसहरू जहाँ पनि जान सक्थे। शिकार गर्नको लागि प्राचीन हतियार थिए भने आफ्ना अनुभव र भोगाई व्यक्त गर्नको लागि बोल्न सक्दथे। आगोलाई नियन्त्रणमा राख्न सक्ने भएका थिए। मानव अफ्रिकन घरलाई अझै विस्तार गर्न सक्ने भएका थिए। महाद्वीपहरूको टुक्राले अफ्रिका र युरेसिया जोड्न थाल्यो। त्यसबाट एउटा ठूलो भूभाग अफ्रो युरेसिया बन्यो। मानिसहरू टाढा टाढा जानले धेरै ठूलो परिवर्तन आउन थाल्यो। मानिसहरू एक महाद्वीपबाट अर्को महाद्वीपमा गएर बस्न थाले। करिब 50,000 वर्ष पहिला आइस एज सुरु भयो र उत्तरी ध्रुवबाट अगाडि बढ्दै गयो। त्यसै बेला मानव चाइना र अस्ट्रेलियासम्म पुगे। 30,000 वर्ष पहिला मानिस पहिलो पटक युरोप पुगे। जब बरफ चरम उत्कर्षमा थियो तब मानिस आफ्नो खोजीमा नर्थ इस्ट साइबेरियाको बरफिलो स्थानमा पुगे। आइस एजको त्यस्तो कठोर परिस्थितिका बावजुद मानिस हर प्रकारका क्षमताको विकास गरिरहेका थिए, किनकि उनीहरू साँच्चीकै मानिस बन्न चाहन्थे। मानव जातिले आफूलाई जस्तोसुकै परिस्थिति अनुसार ढाल्न सफल भए। त्यसैले गर्दा अरू जीव भन्दा मानव धेरै विवेकशील भए। बिस्तारै बिस्तारै मानवले पूर्ण संसारमा आफ्नो बस्ती विस्तार गर्दै गए। समुद्र किनारदेखि पहाडका टाकुरासम्म, हराभरा मैदानदेखि उजाड बगरसम्म जताततै मानव नै मानव मात्रै थिए। मानिसको शारीरिक बनावट जस्तै छाला, कपाल, आँखा,
नाक, कान इत्यादि जलवायु र परिस्थिति अनुसार बदलियो। मानवले आफ्नो आवश्यकता अनुसार खेती गर्न थाल्नुका साथै विभिन्न प्रकारका जनावरहरू पाल्न थाले। मानवले घर र शहरको पनि निर्माण गर्न सुरु गरे। त्यसपछि संस्कृति र सभ्यताको पनि विकास भयो। मानवले विज्ञान र गणितको प्रयोग गर्न सुरुवात गरे, जसले भविष्यका लागि पर्याप्त ऊर्जा र उन्नत टेक्निकल ज्ञान मिल्दै गयो। वर्तमानमा हामी पूर्ण रूपमा विकास भइसकेका छौँ। हाम्रो जस्तो जीव यस पृथ्वीमा अरू कोही छैनन्। हामीलाई थाहा छ कि हामी को हौं, कहाँबाट आएका हौं, तर यो त केवल सुरुवात मात्रै हो। अझैसम्म हाम्रो यात्रा पूरा भएकै छैन। हामीलाई अझै अगाडि बढ्नु छ। भविष्यमा आइलाग्ने विभिन्न चुनौतीहरूको सामना पनि गर्नु छ र आफैलाई अझ विकसित र आधुनिक बनाउनु पर्नेछ।